राधे राधे। तपाईहरु हेर्दै हुनुहुन्छ श्री राधा अनलाइन टिभी। श्री राधा अनलाइन टिभी को साथमा आइसकेको छु म उमेश गुरु। सदा झैं आज पनि विशेष भिडियोहरु लिएर आएको छु। हाम्रो च्यानलमा हामीले विशेष गरेर धार्मिक कुराहरु, धार्मिक गतिविधिहरु र धर्म सम्बन्धीका कुराहरु प्रस्तुत गर्दै आइरहेका छौं। तपाईले हाम्रो च्यानललाई नियमित रूपमा हेरिरहनु भएको छ, फलो गर्नु भएको छ र सब्स्क्राइब गर्नु भएको छ भन्ने त तपाईलाई थाहा छ। तर तपाई आज पूर्ण रूपले चाहिँ नयाँ हुनुहुन्छ र पहिलो चोटी हाम्रो श्री राधा अनलाइन टेलिभिजनलाई हेर्दै हुनुहुन्छ भने चाहिँ विशेष गरेर आजको चाहिँ विषय लिएर आएको छु। आँखा फुरफुराउनु राम्रो हो कि होइन? यदि केटा मान्छेको अथवा केटी मान्छेको दायाँ आँखा अथवा बायाँ आँखा फुरफुराउँछ भने यो शुभ हो कि शुभ होइन त? यो आँखा फुरफुराउनु कारण के हो त? आँखा फुरफुराउँदाखेरि के हुन्छ त? यो विषयको भिडियो लिएर आएको छु। अहिलेसम्म पनि श्री राधा अनलाइन टिभीलाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गर्न नभुल्नु होला। विशेष गरेर श्री राधा अनलाइन टेलिभिजनमा हामीले प्रस्तुत गरेका विषयहरू भनेको सबै यस्तै विषयहरू छन्। एकचोटि गएर तपाईले सबै हाम्रो युट्युब च्यानलका भिडियोहरू हेर्न सक्नुहुनेछ, चेक गर्न सक्नुहुनेछ। तपाईको जीवनमा काम लाग्ने उपयोगी भिडियोहरू हामीले प्रस्तुत गर्दै आइरहेका छौं। यसै क्रममा मलाई धेरै फोन म्यासेजहरू आइरहेको हुन्छ कि गुरु मेरो आँखा फुरफुराउँछ, कहिले मेरो आँखी भुइँ फुरफुराउँछ, कहिले मेरो यतापट्टि फुरफुराउँछ, कहिले मेरो दाहिने आँखा फुरफुराउँछ, कहिले मेरो देब्रे आँखा फुरफुराउँछ भनेर धेरै म्यासेज फोनहरू आइरहेका हुन्छन् र सबैजनालाई प्रस्तुत यो तपाईहरुले उठाउनु भएको विषय र सोध्नु भएको प्रश्नको जवाब दिन गइरहेको छु। यदि तपाई पुरुष हुनुहुन्छ र तपाईको दायाँ आँखा फुरफुराउँछ भने यो एकदमै शुभ हो। तर यदि तपाई महिला हुनुहुन्छ र तपाईको दायाँ आँखा फुरफुराउँछ भने यो चाहिँ फेरि अशुभ हो। त्यस्तै गरी तपाई यदि महिला हुनुहुन्छ हैन अनि बायाँ आँखा तपाईको फुरफुराउँछ भने तपाईको शुभ हो। तर यही बायाँ आँखा पुरुषको फुरफुराउँछ भने यो चाहिँ अशुभ हो। त्यस्तै गरी बायाँ आँखाको पलक अथवा आँखी भुइँ फुरफुराउँछ भने चाहिँ महिलाको लागि एकदमै शुभ हो भने पुरुषको लागि चाहिँ अशुभ हो। आँखी भुइँ, आँखाका नाकहरू, आँखाका दुईतिर हेरेर कुन कहाँ फुरफुराउँछ त्यसको आधारमा चाहिँ शुभ र अशुभ हुन्छ। पुरुषलाई शुभ हुने ठाउँको महिलालाई अशुभ हुन्छ, महिलालाई शुभ हुने ठाउँको पुरुषलाई अशुभ हुन्छ। विशेष भिडियो, विशेष च्यानल रहेको छ। तपाईहरुलाई कुनै पनि कुराहरू सोध्नु छ, भन्नु छ, जान्नु छ र तपाईहरुको पनि काहीँ आँखा फुरफुराइरहेको छ भने यो विषयमा यहाँले फोन म्यासेजहरू हामीलाई गर्न सक्नुहुनेछ। जसको लागि 9817014655 मा बिहानको 8 बजेदेखि बेलुकाको 8 बजेसम्म यहाँहरूले कुनै पनि समयमा व्हाट्सएपमा पनि म्यासेज गर्न सक्नुहुनेछ अथवा प्रत्यक्ष कल गरेर पनि हामीसँग कुराहरू बुझ्न अथवा जानकारी लिन सक्नुहुनेछ। आजलाई यति नै। राधे राधे।